हेलो गुड आफ्टरनुन सबैजनालाई अनि ह्याप्पी दसैँ। नवदुर्गा माताले सबैलाई रक्षा गरून्। नवदुर्गा चलिरहेको छ। भोलि फुलपाती। आज मैले दसैँ बोलाउन लाएको अलिकति थोरै माछा लिएर यो माछा भुट्दैछु गाइज हैन। माछा लिएर माछा भुट्यो मैले हैन गाइज। अझै छ यसो माछा भुट्दै थियो। एकचोटि त मैले पनि सबैले रेसिपी पकाएको हाल्छ, मैले नि आज त पकाउनै पर्यो भनेर यहाँ अब सक्ने बेलामा एउटा सानो भिडियो गरिहालेको थिएँ गाइजहरू साथीहरू है। भोलि फुलपाती हो। मैले चाहिँ नि आज यो माछा लिएर भुटेको गाइजहरू। ग्यास अलि ठुलो भयो जस्तो लाग्यो। ल साथीहरू सबैजनालाई विजयादशमीको शुभकामना। सबैजना खुसी हुनु होला, निरोगी हुनु होला। म त्यो मेरो युट्युबमा @कान्छी गुरुङ 27 अनि मेरो फेसबुकमा कान्छी गुरुङको तर्फबाट सबैजनालाई 2082 सालको विजयादशमीको शुभकामना छ। तिहारको भागपछि छँदैछ हैन। त्यहाँ मैले अहिले यसो माछाबाट सुरु दसैँ बोलाउँदैछु। त्यहाँ मैले माछा भुट्दाखेरि हे म पनि एउटा सानो भिडियो बनाइहाल्छु भनेर गरिहालेको थिएँ गाइस हैन। मच्छी माराना हो मच्छी माराना भनिएको थियो। मच्छी माराना हो दाइ हो रसुलाई पानी दसैँको बेलामा हैन त। याम्दी गयो भने क्याङ्रा कति हो है। अस्ति म त ट्याक्सीमा गएको हेरेर आउँछु भनेर हेर्न गएको है गाइजहरू। क्याङ्रा हेर्न गएको पृथ्वी चोक आएर माछा लिएर आएँ म त। के गर्नु अब माछा बोकेर आएँ गाइज। च्याङ्रा हेर्न गएको मान्छे माछा बोकेर आयो के। साह्रै महँगो। अब आज घट्छ के आज अनि कि दसैँ पछि घट्छ होला सायद। नलिखानी नखाइ नछाली तर अलिक घटेर राख्नुपर्छ है। अहिले त सबै जान्छ ठुल्ठुलो अब त लास्टमा मिलाएर पाउँछ। त्यही च्याङ्राको मासु नलिसम्मलाई मैले माछा खानलाई हो गाइज है। ओके बाई बाई। सबैलाई विजयादशमीको शुभकामना सबैजनालाई। बाई बाई।